रवि लामिछानेलाई थुनामा राख्नको लागि सरकार र धेरै यस्ता माफियाहरू र रविको सतुरहरू सबै लागि परेको रहेछन्। रविको सतुरहरू को भन्दाखेरि रवि जर्नलिस्ट हुँदैखेरि सबैलाई तह लगाएको थियो। रविले सबैलाई ठिक ठाउँमा ल्याएको थियो। त्यतिखेर सबैको विरोधमा उसले बोलेको थियो र रिपोर्टिङ गरेको थियो। त्यसैले चाहिँ सबै अहिले उल्टिएर रवि लामिछानेलाई थुनामै राख्नुपर्छ, जेलै कोच्नुपर्छ 20 वर्ष भनेर, न त षड्यन्त्र गरेर सिध्याउनुपर्छ भनेर सबैको एकै मत भएपछि र उनीहरूको सबैको एकै बोली भएपछि र सरकार पुरै राज्य लागेको, सरकार र सबै पुराना पार्टीहरू लागेको र न्यायाधीशहरू पनि सबै वकिलहरूदेखि लिएर न्यायाधीश सबै लागेको, सरकारी वकिलहरू सबै लागेर रविलाई सिध्याउनै पर्छ भन्ने उनीहरूको एउटा ठुलो अडान थियो र त्यो अडान चाहिँ उनीहरूले आज पुरा गरेको छ र उनीहरूको सपना पुरा भएको छ र उनीहरूको जित भएको छ। रवि लामिछाने अब रवि लामिछानेलाई उनीहरूले अब चाहिँ सिध्याउने नै प्लानिङ हो। अब रवि लामिछाने हतपत बाहिर निक्लिनलाई गाह्रो छ, अब निक्लिन सक्नुहुन्न। अब किनभने त्यो अवस्था छ कि अहिले जेलमा थुनिनु भनेको यस्तो कैद हो कि यस्तो डरलाग्दो अपराधीहरूलाई मात्रै थुनिन्छ जेलमा। त्यो अपराधी चाहिँ कहिल्यै पनि त्यहाँबाट निक्लिन सक्दैन, सजाय काटेर मात्रै निक्लिनु पर्ने हुन्छ होइन, माफ हुने सजाय हो भने। तर रविले त कहिले कुनै अपराधै गरेको छैन। रवि त निर्दोष मान्छे हो। त्यही पनि रविलाई अहिले किन चाहिँ राजनीतिक प्रतिशोध साँधेर झुटो मुद्दा लगाएर आज रवि लामिछानेलाई न्यायालयले पनि धोका र घात गरेको छ क्या। आज न्यायालयले पनि सफाई र इन्साफ दिएन क्या, उसले न्याय पाएन क्या। आज उसको विषयमा इन्साफ गरिएन र न्याय पाउन सकेन रवि लामिछानेले सम्म न्याय पाउन सक्दैन भने हामी निमुख र हामी सर्वसाधारण गरिब दुखीहरूले कसरी न्याय पाउन सकिन्छ भन्ने कुरा उठाएको मात्रै हो। र अर्को कुरा रह्यो, रवि लामिछानेलाई यस्तो गृहहरू, यस्तो माफियाहरू लागिपरेको छ कि त्यहाँ यस्तो व्यापारीहरू पनि छन् त्यहाँनिर र पुराना दुश्मनहरू पनि धेरै रविको पछि लागेको देखिन्छ। यिनीहरू सबै एक भएर लागेर रविलाई सिध्याउने कोसिस गरेको। अब हतपत चाहिँ रवि लामिछानेलाई जेलमा निकाल्नलाई गाह्रै पर्छ। अब दुईटा अप्सन छ रवि लामिछाने निकाल्न सक्ने, कि त सबै नेपाली जनताहरू रोडमा आउनु पर्यो, बङ्गलादेश र श्रीलङ्का जस्तै बनाउनु पर्यो, देश पनि बन्छ, यो चोरहरू सबै भाग्छ, माफियाहरू जति पनि छन् अहिले नेपालमा, लुट्ने धुत्ने खाने ब्रह्मलुट मचाउनेहरू जति पनि छन्, यिनीहरू सबै भाग्नुपर्ने अवस्था हुन्छ। दोस्रो कुरा रह्यो, अन्तर्राष्ट्रिय अदालतमा अब ढकढकाउनु पर्छ राष्ट्रिय स्वतन्त्र पार्टीले र हामी नेपाली जनताहरूले पनि साथ दिनैपर्छ। मेरो तर्फबाट त साथै छ, राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेलाई जहिले पनि साथ छ। किनभने जस्तो आन्दोलन होस्, जस्तो होस्, जेसुकै होस्, हामी जान तयार छौँ। तर यो भनिराख्दाखेरि अब सबैजना एकचोटि सोच्ने बेला आएको छ। यति रविको लागि नभए पनि हामी जस्तो गरिब दुखी नेपाली जनताको लागि नभए तापनि राष्ट्र र देशको लागि त सोच्नुहोस् भन्न खोजेको मात्रै हो मैले है। मैले राष्ट्र र देशको लागि सोचिदिनुहोस् यहाँहरूलाई, किनभने हामीले पहिले पनि देश र राष्ट्र र नेपाली जनताको लागि, देशको लागि कहिले सोचेनौँ। रविलाई पूर्ण रूपमै सिध्याउने यिनीहरूको ठुलो प्लानिङै रहेछ होइन। अब रविलाई सिध्याउनै नै खोजेको, यिनीहरूले सिध्याउँछ नै। यिनीहरूले रविलाई छोड्नेवालै छैन, कदापि छोड्नेवाला छैन। यिनीहरूले यतिसम्म डराएको छ, सरकार त झन् कतिसम्म डराएको छ भन्दाखेरि डराएर उसले त खुट्टा कमाइरहेको छ। उसले डराएर ऊ त बाँच्ने आधारै छैन, बाँच्नै सक्दैन। यदि रविलाई बाहिर निकाल्यो भने ऊ बस्ने ठाउँै छैन। त्यसैले रविसँग यति डराएको छ। पुराना व्यापारीहरू, पत्रकारहरूदेखि लिएर होइन, पत्रकार तपाईँले बुझिसक्नुभयो को पत्रकार हो भनेर, रविको दुश्मन को भन्ने कुरा, शत्रु को भन्ने कुरा। अब सरकारमा रहेका दुई तिहाईको को छ शत्रु भन्ने कुरा थाहा पाइसक्नुभयो। काङ्ग्रेस, एमाले, त्यहाँभित्र रहेको नेताहरू सबै भन्दिनँ, धेरै नेताहरू जस्तो छन्। अनि सबैभन्दा रविको शत्रु भनेको आफ्नोहरू धेरै छन्। मुकुल ढकाल जस्तो गद्दार र राष्ट्रघाती चोर फटा त भनिहालेँ नै मैले। अरू अब केपी शर्मा ओली त
प्रमुख दुश्मन हो, प्रमुख शत्रु हो, महाशत्रु हो। र शेरबहादुर देउवा शत्रु हो। आर्जु राणालाई त के राणा भन्नु होइन, त्यो झन् महाशत्रु हो त्यो। र बाख्राचोर गणगण थापा झन् त्यो महाशत्रु हो। यिनीहरू रवि बाहिर आयो भने यिनीहरूको बाँच्ने ठाउँ छैन, रहने ठाउँ छैन। त्यसैले रविलाई जसरी पनि सिध्याउनुपर्छ भन्ने यिनीहरूको एकमत भएर व्यापारीहरूसँग मिलेर, शत्रुहरूसँग सबैसँग मिलेर यिनीहरू डह्रो मजबुत भएर न्यायालय पनि प्रभाव पारेर न्यायाधीशलाई पनि चलखेल गरेर पैसामा किनेर न्यायालय पनि न्यायाधीशहरू पनि सबै बिक्री भयो। अब न्याय पाउने भनेको त गाह्रो छ, किनभने पार्टीको झोलेहरूलाई नै, सांसदहरूलाई नै न्यायाधीश बनाएको छ नेपालमा। त्यस्तो न्यायालयमा त्यस्तो न्यायाधीशहरू छ। अब त्यसैले यो भनिराख्दा मलाई पनि गाह्रो अप्ठ्यारो हुन्छ अनि हुनसक्छ। त्यसैले तपाईँहरूले सकेसम्म यो भिडियोलाई सेयर र लाइक गर्नु होला, फेमस हुनु होला होइन। र अब प्रत्येकले यो सुन्नु होला, हेर्नु होला, किनभने रवि लामिछाने मेरो बाउपट्टि नि होइन, आमापट्टि पनि होइन, पार्टीको म झोले पनि होइन, म पार्टीको सदस्य पनि होइन। तर रवि लामिछाने एउटा राम्रो व्यक्ति भनेर सपोर्ट गरेको मात्रै हो। म जातमा जाँदिनँ, जातभातमा, धर्ममा कुनैमा जाँदिनँ। धर्म जसले पनि मान्न पाउँछ। जात भनेको मान्छेले राखेको कुरा हो। म त्यसमा जातभात र धर्ममा जाँदिनँ। तर म एउटा कुरा के भन्छु भने रवि लामिछाने एकदमै राम्रो मान्छे हो है त, राम्रो मान्छे हो, त्यसै भन्न चाहन्छु। हस् त, नमस्ते। यो भिडियो समाप्त गर्छु। सेयर लाइक गरिदिनु होला।